हेलो गाइस नमस्ते। आज पानी परेको दिन हैन। म आज त अलि ढिलो नै भयो पसल बन्द गर्दाखेरि चाहिँ। मैले लोकेसनबाट सुरुमा मैले है लोकेसनबाट अनलाइन ट्याग लगाएर अनलाइन बुक गरेँ। पठाउ आयो के अरे आएन पठाउले उ गर्यो नम्बर देखायो। सुरुमा फोन गरेँ मैले है त्यो ट्याग लगाएर जसलाई बुक गरेँ उसलाई फोन गरेँ, त्यो नम्बर फोन लागेन। 2-3 चोटि फोन गरेँ मैले, फोन लागेन। त्यसपछि नेक्स्ट टाइम मैले पठा अफिसमा कम्प्लेन गर्छु भनेर पठा अफिसमा फोन गर्यो। एउटा नम्बर देख्यो 98 समथिङ त्यस्तै कति थियो, लास्टमा 280 थियो नम्बर। फोन गरेको होइन रङ नम्बर पर्यो भन्यो। ल ठिक छ मैले काटेँ। फेरि अर्को लट मैले फेरि पठाएको बुक गरेँ। ओके भयो। फोन गर्यो त्यो एप देखायो बाइक नम्बर यो भनेर नम्बर समेत देखायो। फेरि फोन गर्यो, फेरि त्यही नम्बरमा गयो। कहाँ पऱ्यो होला होइन पठाऊ होइन भनेर भन्यो। ल ठिक छ भनेर मैले काटेँ। त्यो पनि ठिक छ माने मैले काटेँ। अनि त्यसपछि एकछिनपछि फोन आयो पठाऊ है कहाँ हुनुहुन्छ भनेर मैले लोकेसन दिएँ आएँ। सधैँ म मेरो पसल छ हरेर मन्दिर, त्यहाँबाट म सधैँ आपटाडे एपिएफ गेट अगाडि आउने हो है, सशस्त्र प्रहरी बल गेट अगाडि आउने, सधैँ आउने हो कि म। सधैँ म 87 रुपिसमै आउने हो कि 87 रुपियाँमा आउने हो कि। त्यहाँबाट मैले लोकेसनबाट यहाँसम्मको लागि बुक गरेको 87 देखायो। आएर ट्याक्क झर्ने बेलामा कति भयो यस्तो हेर्दा त 113 लगभग 114 रुपियाँ पैसा देखायो। अनि यति चाहिँ किन त नि भन्दाखेरि खै केही होला अनलाइनमा त देखायो। त्यसलाई पछि सुरुमा चाहिँ 87 देखाउने, पछि चाहिँ दुनियाँ दिवान यो चार्ज त्यो चार्ज भनेर 113-14 रुपियाँ एक्स्ट्रा पैसा चाहिँ किन लिने हो पठाउले? लुट्न बस्या हो? हुन्छ नि त कुनै मान्छे त हुन्छ, हुन त मलाई 10-20 रुपियाँ 2-4 पैसाको लागि मलाई मतलब भएन। तर हुन्छ नि त कुनै मान्छे यति अनलाइन हेर्छ यति पैसा मात्रै भएको पनि हुन्छ नि त। त्योभन्दा बेसी पैसा हुँदैन नि त। त्यहाँबाट बुक गऱ्यो फेरि अरू ठाउँमा गएर एक्स्ट्रा बेसी चार्ज पैसा लिएपछि त्यो गरेर हुन्छ? विचार कोहीसँग नहोला अरे के गरोस् त्यो बेलामा? मन लाग्दो गरिदिने पठाउले लोकेसनबाट उ गऱ्यो 87 रुपिस देखायो, यहाँ आएर बसी 113 प्लस पोइन्ट कति देखायो कि 114 रुपियाँ तिर्नु पऱ्यो कि। त्यसै त लापरवाही होइन? के को चार्ज यो? सधैँ आउँदाखेरि चाहिँ त्यही चार्ज, आज पानी परेको हेर के एक्स्ट्रा बेसी चार्ज ल्यायो हो, सर्भिस चार्ज खै ह्यान त्यान के भनेर देखाइरहेको थियो। त्यो उसले पनि देखाइरहेको थियो पठाउले देखाउनु चाहिँ यो चार्ज लिएछ एक्स्ट्रा अनि यसको रे किन दिने एक्स्ट्रा चार्ज? सधैँभरि एउटै चार्ज दिन 87 87 रुपियाँमा आउने अनि आज पानी पऱ्यो दुनियाँ दिवाना भनेर एक्स्ट्रा बेसी लिने? ठग्न बस्यो होइन यो पठाउ यहाँ? किन बस्यो? लुट्न बस्या हो? 87 कि त पहिल्यै देखाउनु पऱ्यो नि त। सुरुमै देखाउँदाखेरि पठाउ अनलाइन बुकिङ गर्ने बेलामा एक्स्ट्रा सुत्दा यति चार्ज है भनेर एक्स्ट्रा 113-14 रुपियाँ नै देखाएको भए ल ठिक छ भने त्यति देखाएर आउनुहुन्छ। सुरुमा 187 रुपियाँ देखाउने अनि ठाउँमा आएर झरेपछि अनि 113-14 रुपियाँ देखाउने? ठग्न बस्या हो यो? के को चार्ज एक्स्ट्रा चार्ज यो? प्लिज गाइज तपाईँहरू नि हेर्नुहोस्, पहिला सिधै कुरा गर्नुहोस् है। पहिला लोकेसनबाट बुक गर्दाखेरि यति पैसा देखाउँछ, तर पछि गएर चाहिँ एक्स्ट्रा बेसी लिन्छ। त्यो एक्स्ट्रा बेसी पैसा चाहिँ के को लागि तिर्ने हामीले? सधैँभरि त्यही ठाउँमा पुग्नको लागि चाहिँ 87मा जाने अनि आज चाहिँ अनि 113-14 रुपियाँ बेसी किन तिर्ने? मान्छे यहाँ दुनियाँ दिवाना मजदुरी गर्छ 1-2 रुपियाँ 2-4 पैसा 10-20 रुपियाँ कमाउनको लागि अनि एक्स्ट्रा बेसी चार्ज लिइदिने त्यसै? ठग्न बस्या हो? लुट्न बस्या हो? कि त पहिल्यै लोकेसनबाट उ गर्ने बेला एक्स्ट्रा पैसा गर्नु पऱ्यो यति चार्ज उति चार्ज भनेर, त्यो देखाउन केही छैन। लास्टमा सुरुमा 87 देखाउने अनि आएपछि चाहिँ ठाउँमा आएपछि अनि एक्स्ट्रा बेसी लिने? कहाँको लुट धन्दा हो यो? गाइस तपाईँहरू पनि सचेत भएर बस्नु होला। यस्तो केही पर्यो भने तपाईँहरूले पनि कम्प्लेन गर्नुपर्छ यो बारेमा। सिधा अफिसमा जाने कम्प्लेन गरे नभए उजुरी गर्नुपर्छ यस्तो ठगहरूलाई। धन्यवाद।